हेलो गाइस, वेलकम टू माई मिनी ब्लग। स्वागत छ हजुरहरूलाई मेरो फर्स्ट मिनी ब्लगमा। आयो अनि हामी चाहिँ कहाँ जाँदैछौँ? चटपटे खाना बजार जाँदैछौँ। हाम्रो मोराहाङ बजार। मोराहाङ बजार चाहिँ हाम्रो घरदेखि कति उकालो 20-25 मिनट लाग्छ। आउँदा त ओह्रालोमा हामी आइहाल्छौँ गुटुङटुङ भनेर नि। अनि हामी के पनि ल्याउने आज? भोलि जान्छ अरे यो के गर्नु? अब मलाई फेरि म एक्लै हुने भयो नि गाइस, के गर्नु? यस्तै छ जिन्दगानी। ल अब हामी अहिले जाँदैछौँ। आज चाहिँ अत्यन्तै गर्मी छ होइन। यस्तो बाटो हिँड्दा पनि यस्तो रुखै रुख छ होइन। हावै आउँछ चल्दैन के खालको हो। कस्तो गर्मी छ आज, सधैँ भन्दा धेरै गर्मी छ आज। यस्तै हुन्छ फेरि सहर बजारमा गएपछि मान्छेहरू यस्तै हो। तानेर हिँड्नुपर्छ, डोड्याएर हिँड्नुपर्छ। यस्तो बाटो यस्तो हो सहरहरूमा चाहिँ हिँड्नै सक्दैन क्या मान्छेहरू। किन सहर गएर परिवर्तन हुन्छ भनेको चाहिँ यही हो कि यहाँ प्रष्ट देखिराख्नु भएको छ। तान्दै हिँड्नु परिरहेछ। यसरी तान्दाखेरि चाहिँ मलाई मेरो एउटा साथीको याद आउँछ क्या। यस्तो कसो भन्नु बाँधो छ क्या, एउटा महाचन्दानी बाँधो छ। को भन्नु भने र म उसको नाम खुलासा गर्न सक्दिनँ किनभने महालक्ष्मी त हो, माधवी त हो। कस्तो गर्नु भयो भने नि ऊ पानी खाँदैछ, मेरो साथी छ पानी खाँदैछ। पानी म पनि खान्छु। हामी चाहिँ बजार पनि आइसक्यौँ। हामीले सामान पनि किनिसक्यौँ र हामी अहिले चटपटे खाँदैछौँ। यही खाना आएको हो नि त। हेर्न सक्नुहुन्छ हाम्रो चटपटे। हेर्दा यस्तो छ नि र पनि तर यस्तो मिठो छ नि, यस्तो मिठो छ। यदि तपाईँहरू पनि मलाई हुन्छ खानुहुन्छ भने चाहिँ खानु होला। यहाँनिर के भन्छ यो कुमारी ब्याङ्क लिमिटेड मासतिर दोकानमा। हामी चाहिँ सामान किनमेल गरेर घरतर्फ फर्किँदैछौँ। देख्न सक्नुहुन्छ कस्तो राम्रो रोज छ यहाँ। वाउ गुलाबी त्यो खै के अब आउँदैन। के गर्नु अब? के भन्नु हेर घरतर्फ लागिसकेका छौँ। कहिलेतिर सामान देखा ओइ देख्नुभयो के देख्नुभयो के देख्नु भएन? मेरो झन् धेरै छ। खतरा हो नि त म भनेर भन्नु नहुने। ल के भन्नु अब? बाई बाई सम्पूर्णमा धन्यवाद। अनि के भन्छौ? ल अब बोल्नु आउँदैन योभन्दा धेरै। आजको लागि यति नै। बाई बाई।